तर यो देशको राज्य सत्ताले हामीलाई न्याय दिएन। 8.5 वर्षको जेल जीवन पश्चात हामी रिहाई भयौं। महामहिम राष्ट्रपतिको आम माफीबाट रिहाई भएका हामीमाथि अझै पनि कानूनका केही अंकुशहरू लगाएर हाम्रो राजनीतिक जीवन यात्रालाई छेकबार लगाउने प्रयत्न गरिँदैछ। यसका निमित्त हामी फेरि सडक संघर्षमा हामी फेरि कस्तो प्रकारको संघर्ष गर्नुपर्ने हो त्यो सोच्दैछौं। आज 3-3 वर्षमा चुनाव गर्नुपर्ने बाध्यता हाम्रा कारणले आइपुगेको होइन, हाम्रा कारणले आइलागेको होइन। आज 3-3 वर्षमा संसद भंग किन हुन्छ यसको कारक भनेको ठूला दलका नेताहरू नै हुन्, ठूला दल नै हुन्। यो देशमा नेताहरूले गजबको चक्रीय प्रणाली बसाए। कस्तो अचम्मको चक्रीय प्रणाली! 9 महिनापछि कांग्रेसको सभापति प्रधानमन्त्री हुने, अर्को 9 महिनापछि एमालेको